आज चाहिँ नेपालमा जुन व्यवस्था परिवर्तन यो गणतन्त्रलाई फालेर राजतन्त्र ल्याउने भनेर केही पार्टी व्यक्तिहरूले चाहिँ आन्दोलन गरिरहेका छन् र यसमा चाहिँ फेरि अर्को समूहले चाहिँ गणतन्त्र पक्षधरले चाहिँ यो व्यवस्थालाई चाहिँ जोगाउनुपर्छ भनेर ती राजतन्त्र फर्काउने भन्ने हैन कथित राजावादीहरूलाई चाहिँ उनीहरूको विरोध स्वरूप चाहिँ आन्दोलन चर्काइरहेको छ र यो विषयमा चाहिँ म आफ्नो एउटा विचार राख्न चाहन्छु र मान्छेहरूले चाहिँ सामाजिक सञ्जालमा चाहिँ एकदमै धेरै आफ्नो मनको कुराहरू आएन आफ्नो कुराहरू राखिराखेका छन् हैन सबैको भिडियो हेरिन्छ जापानमा पनि अब धेरै साथीहरूले चाहिँ यस टपिकमा भिडियोहरू बनाइराखेका छन् हैन अनि आज मात्रै मैले चाहिँ एउटा भिडियो हेरेको थिएँ अनि त्यो भिडियो हेरिसकेपछि चाहिँ मलाई एकदमै भिडियो बनाउन मन लाग्यो सुमनजी भन्ने एउटा टिकटक अकाउन्ट रहेछ उहाँ चाहिँ राजावादी पहिले चाहिँ मैले नि फलो गरेको रहेछु कि उसलाई फेरि कसरी भन्दा ऊ चाहिँ एकदमै अलिकति मोटिभेसनल टाइपको अलिकति राम्रो खालको भिडियो बनाएको पहिला चाहिँ होइन उसले अनि ठ्याक्कै आइगयो कि अनि उसको दुई चारवटा पहिल्यै बनाएको रहेछ बनाउँदा तर मैले हेरेको छैन रहेछ उसको भिडियोहरू राजा अब सायद ठकुरी सकुरी के थियो होला हैन रहेछ त्यो ब्रो सो उसले चाहिँ राजाको पक्षमा चाहिँ निकै भिडियो बनाएको रहेछ अनि उसले चाहिँ राजतन्त्रको पक्षमा यस्तो उस्तो भन्ने हैन अनि गणतन्त्रवादीहरू पनि छन् हैन कमेन्टमा अनि एकजना फेरि एउटा सुमन नै भन्ने नाम चाहिँ सुमन के भयो के बाहुन कास्टको हुनु रहेछ एउटा दाइ चाहिँ मगर्ने बिहे गरेको टिकटकमा निकै भाइरल त्यो दाइले चाहिँ त्यस्तै भिडियोहरू अलि फन्नी भिडियोहरू बेसी बनाउने अनि त्यसमा चाहिँ गणतन्त्रको पक्षमा चाहिँ उहाँहरूले राम्रै भिडियोहरू बनाएको रहेछन् हैन उसले टार्गेट गरेर चाहिँ त्यो सुमनजी भन्ने मान्छेले चाहिँ भिडियो बनाएको रहेछ हैन अनि मान्छे त ऊ छ हैन एकदमै हैन अलिकति बुझेको टाइपको लाग्ने हैन पुरानो भिडियोहरू मैले थुप्रो हेर्थेँ उसलाई फलो गरेको रहेछ अहिले त मैले अनफलो गरिदिइसकेँ उसलाई अनि उसले चाहिँ के भनेको छ भन्दा हैन जब कि गणतन्त्रको पक्षमा बोल्नेहरूलाई चाहिँ उसले के भनेको छ भने तिमीहरूको गणतन्त्रले तिमीहरूलाई सबै कुरा दिएको छ भने तिमीहरू यहाँ किन आएको त जापान चाहिँ किन आएको किन विदेश आएको किन तिमीहरूलाई विदेश आएर कमाउन परेको हैन यस्तो कुराहरू भनेको छ अब उसलाई चाहिँ गणतन्त्रले चाहिँ ऊ केही दिएन रे चाहिँ ऊ चाहिँ आएको भन्ने कुरा अब राजतन्त्र आयो भने चाहिँ अब कमेन्टमा हेरिरहेको थिएँ मैले उसको रिप्लाईहरू राजतन्त्र आउने फिक्स भयो अब म चाहिँ जान्छु फिक्स हो भनेर भनिरहेको थियो कि उसले अनि मलाई चाहिँ अलिकति उसको सोचपट्टि पनि दया लाग्यो ऊ गएर नेपाल गएर के गर्ने हैन राजाको तलुवा जात्ने राजाको के भन्छ पछि लाग्ने हैन अनि जनताहरूलाई थर्काउने धम्काउने उसको बोलीमा चाहिँ कस्तो छ भन्दा मान्छे राम्रो बोल्ने हैन हामी त बोल्न खासै जान्दैनौँ ऊ त हैन पहिलाको मान्छे मतलब उनीहरूको टाइपको बोलिरहेको मान्छे हैन आफ्नो भाषा अनि उसले चाहिँ मुख छोड्ने के यस्तो नराम्रो नराम्रो बोलेर भने गाली गरिरहेको रहेछ कि गणतन्त्र भन्नेलाई अब उसले जति अहिले यो फ्री स्पिच छ जुन बोलिरहेको छ म पनि बोलिरहेको छु हामी हरेकले सामाजिक सञ्जाल युज गरिरहेको छ यो नै लोकतन्त्रको सुन्दर पक्ष हो अथवा गणतन्त्रले दिएको उपहार हो कि हामीलाई लागेको कुराहरू हामीले बोल्न पाएका छौँ हैन हामीले आफूलाई मन लागेको कुराहरू गर्न पाएका छौँ हैन विदेश पनि आउन पाएका छौँ यो पनि गणतन्त्रकै पक्ष हो राम्रो पक्ष हो यो चाहिँ ऊ गणतन्त्रले नै दिएको हामीलाई उपहार हो यो हामी विदेश आउनु हुने पनि हैन देशमा लोकतन्त्र आइसकेपछि हैन नेताहरू भए हैन नेताहरू धनी भए हरेक कुराहरू गरे त्यो अलग कुरा हो हैन उनीहरू भनेको नेताहरू सही चुनिएन हामीले हैन त्यसमा त सबै जनताको दोष छ हैन व्यवस्था सही हो तर जनताले नेता चुन्ने बेला चाहिँ गलत मान्छेहरूलाई चुने अब त्यसको दुर्दशा अब हामीले भोग्नु परेको हो यो चाहिँ स्वीकार्य छ तर त्यो ब्रोले भने जस्तो हैन राजाको पालामा विदेश जानै नपर्ने हैन देश यस्तो धनी उस्तो जनताले हैन एकदमै राम्रो सुखसल पाएको हैन विदेश जानै नपर्ने नेपालमै सबै भरिभर भएको भन्ने त्यस्तो खालको सोच छ त्यो ब्रोको
त्योमा चाहिँ मलाई दया नै लाग्यो होइन। एजले त्यो हामीसँगै होला सायद त्यो केटा र म होइन। र पनि अब हामीले त अब राजतन्त्रकालहरू खासै हामीले भोग्न पाइएन, र पनि पुरानो कुराहरू त हामीले इतिहास त मेटिँदैन नि त होइन होइन। किन जनताले राजालाई फ्याँके त? त्यो पनि अब राजाको कमजोरी नभए त जनताले त्यत्तिकै फ्याँक्ने कुरा भएन होइन। त्यो स्टोरीहरू पनि हेरिन्छ होइन, हामीले पुरानो कुराहरू बुझिन्छ। त्यो बेलामा जनताहरू किन विदेश जाँदैन थिए भन्ने टपिकमा चाहिँ म एउटा कुरा गर्छु कि किन जाँदैन थिए भन्दाखेरि चाहिँ पासपोर्ट काट्न समेत राजाकै दरबारबाट पासपोर्ट काटिन्थ्यो, र राजाले होइन कसलाई विदेश जान दिने नदिने पासपोर्ट त्यो कुरा नै राजाकै अन्डरमा हुन्थ्यो। उनीहरूले चाहेको मान्छे जान पाउने होइन। अब अहिले हामी जसरी बोलिरहेछौँ फ्री स्पिच छ अहिले, यो कुराहरू पनि राजतन्त्रको कालमा थिएन होइन। एउटा रेडियो सुन्नलाई चाहिँ लाइसेन्स लिन पर्ने होइन, त्यस्तो अवस्था थियो भनेपछि होइन। टेलिभिजन सुन्ने कुराहरू फरक भए। अनि गाडी त अब हाम्रो जनताहरूले अब रोड थिएन, केही थिएन, गाडीहरू चाहिँ अब बोकेर उनीहरूलाई चाहिँ अब रोड बनाउनु छैन, केही छैन, रोड बनाएपछि जनता नि हिँड्थ्यो होला होइन, जनताले किन्न सक्थ्यो होला। तर रोड बन्नु छैन, तर उनीहरूलाई आफ्नो एरियामा चाहिँ के गर्ने, रोड बनाउनु छैन, आफूलाई गाडी चढ्न मन लागेको छ राजाहरूलाई, अब जनतालाई चढ्न दिनु छैन, अनि जनताहरूलाई बोकाएर भारी बोकेर गाडी ल्याएको छ नेपालीहरूले, जनताले राजाको लागि। त्यस्तो अवस्था थियो होइन। त्यसपछि फेरि अब राजाहरूले के गर्यो भन्दा यी गरिब जनताहरूलाई लुट्नको लागि चाहिँ के गर्यो, उनीहरूलाई चाहिँ आफ्नै गाउँघरमा अब पहिलेको कुराहरू हुन्थ्यो नि, पञ्चायत भन्ने हुन्थ्यो होइन, राजाकै अन्डरमा चल्ने पञ्चायत। अब एउटै अब पहिले त अब रोड थिएन, केही थिएन होइन, सूचना सञ्चारको कुरा थिएन होइन, एक ठाउँबाट अर्को ठाउँ जानलाई महिनौँ लाग्थ्यो होइन, देश ठुलो। त्यसले गर्दाखेरि राजाहरूले आफ्नो भाइ भारदारहरू सबै क्षेत्रमा हुने भए, र पञ्चायत व्यवस्था फेरि अब उनीहरूले अब इलेक्टेड गरेको, अब जनताबाट निर्वाचित होइन तिनी पञ्चायतहरू पनि, मुखिया भन्छ होइन त्यो कुराहरू। त्यो मुखियाहरूले चाहिँ हरेक गाउँमा मुखियाहरू हुने, त्यो मुखियाले चाहिँ राजाको आदेशअनुसार काम गर्ने। ऊ सानो राजा भयो, बडे राजा भयो होइन, ज्ञानेन्द्र। अनि गाउँमा मुखियाहरू भए, छोटे राजा, त्यो पञ्चायतीहरू। त्यसपछि उनीहरूले चाहिँ के गर्ने, जनतालाई चाहिँ राजाको विरुद्ध अब होइन गतिविधिहरू पनि गर्यो भने उनीहरूले अब सूचना प्रवाह गर्ने भए आफ्नो राजालाई होइन। त्यसपछि अब तिनीहरूलाई अब माथि आउन नदिन जनतालाई चाहिँ के गर्ने, उनीहरूले कजाउने कि, मतलब उनीहरूलाई रैती बनाएर अब नोकर बनाउने, दास बनाउने, अब फ्रीमा काम गरिदिनु पर्ने। अब मेरै गाउँको कुरा गर्ने हो भने अब पारी गाउँमा हाम्रो सानो गाउँ छ, अनि वतिपट्टि थुप्रो गाउँ छन् त होइन, तर पारी गाउँमा अब हाम्रै मगर हो फेरि त्यहाँको मुखिया पनि, पहिला हाम्रो बाजे भन्नुपर्छ होइन, बाजेको बाउ भनेपछि आफ्नै आफन्त हो हुन त, तर उहाँहरूकोमा काम गरिदिने, सबै जनताले फ्रीमा काम गरिदिने होइन। अब महिनामा 1-2 चोटि जनताले हरेक घरकोबाट जाने, तर खाजा पनि के गर्ने, आफू बोकेर जानु पर्ने। त्यो बेला अवस्था थिएन। त्यही भएर हाम्रो आमाहरू समेत गएको कि त्यो काम गर्दिन होइन। अब हाम्रो आमाको उमेरको समयको मान्छेहरू धेरै त भएको छैन होइन, हाम्रो आमाहरू भर्खर केटाकेटी हुँदाखेरि लगभग युवतीहरू हुँदाखेरि अब खाजा बोकेर मकैको होइन, मकै भुटेर लग्ने होइन, पहिला त खानाको अभाव होइन। अब मुखियाकोमा काम गरिदिनु जानुहुन्छ, फ्रीमा गरिदिन्छ होइन। अब मेलापात गरिदिने होइन, अनि हरेक गाउँबाट एक दिन यो गाउँबाट गइदिने, एक दिन यो गाउँबाट गइदिने, फ्री गाउँ गइदिने, खाजा पनि आफै बोकेर गइदिने। त्यसै गरेर उसलाई फ्रीमा काम गरिदिने मुखियालाई होइन। अनि हामीले उब्जाएको अन्न बालीहरू चाहिँ अब के उब्जिन्छ होइन, मकैबाट एक घरले कति दिने होइन, मकै कति एक पाथी होइन, अनि भट्ट मकै होइन, अनि के भन्छ कोदो भन्छ, अनि गहुँ, यस्तो तेलहरू यस्तो उत्पादन हुने, सबै कुराहरू मुखियालाई दिनु पर्यो। त्यस्तो गर्थ्यो होइन। त्यसपछि अब त्यो अवस्था भइसकेपछि जनताको अवस्था कस्तो भयो होला, जनतालाई खाना नपुग्ने होइन, जाउलो खाएर बस्थे होइन हाम्रो यो पुर्खाहरू, त्यसरी कटाएको। अनि भारी बोक्न हामी नुन बोक्नलाई बुटौल जानुपर्ने, रोडको अवस्था थिएन। भारी बोक्नलाई कति 15 दिन कति लागेर जान उति टाइम लाग्ने, हिँडेर आउँदा
भारी बोक्दै आउने, बिच बाटोमा पकाउँदै खाने गर्दै त्यसरी आउँथे राजतन्त्रको पालामा। र हाम्रो बाबुबाजेले त्यसै गरी ल्याए। अनि त्यो आफूले ल्याएको सम्पत्तिबाट नि कति पर्सेन्ट चाहिँ त्यो उहाँ मुख्यलाई बुझाउनु पर्ने, त्यस्तो अवस्था थियो। त्यस्तो अवस्था त हामीले अहिलेको यो स्वर्ण युगमा छौँ नि, गणतन्त्र भनेको एकदमै स्वर्ण युग हो। हरेक जनताले आफ्नो व्यक्तिगत लाइफ जिउन पाएको छ होइन, आफ्नो अधिकार, स्वतन्त्रता सबै कुराहरू भोग्न पाएको छ। मात्र के हो, यसको गणतन्त्रको नायकीहरू केपी, शेरे, प्रचण्ड यिनीहरू भनेको दलाल भए। यिनीहरूले भनेको जनतालाई अधिकार त दिए, तर उनीहरूले देश लुट्न छोडेनन् होइन। अब उनीहरूलाई गाली गर्छन् सबले, तर उनीहरूले केही गर्न सकिरहेन, किन भन्दा हामीलाई लोकतन्त्र छ, फ्री स्पिचको ऊ छ होइन। त्यही गर्दाखेरि अब सबै कुराहरू सम्पन्न भइसकेपछि जनताले प्राप्त त गरे, तर के हो, सुशासन भएन, मतलब दिगो विकास भएन होइन। विकासहरू भइरहेको छन्। राजतन्त्रको पालामा के थियो, विकासै नभए नि अब कोही बोल्नै पाउँदैन थिए, सूचना आदान प्रदान थिएन होइन, बोल्नै पाउँदैन थिए भनेपछि कसरी थाहा हुन्छ र होइन जनता कति निराश छ, कति के छ। अहिले भनेको जनताहरू एकदमै खुलेर बोल्न पाउँछन् होइन। मिडियाहरू पुरै होइन जनतामा केन्द्रित छन् मिडियाहरू। जनताले आफूलाई होइन लागेको कुराहरू सबै आफ्नो एक्सप्रेस गर्न पाउँछन् होइन, राख्न पाउँछन्। त्यही गर्दाखेरि नराम्रा कुराहरू छिटो फैलिन्छ। त्यही गर्दाखेरि सरकारले गरेको एक दुईवटा होइन नराम्रा कामहरू छिटो देखिन्छन् होइन। राम्रा कामहरू पनि गरेको होलान् होइन, तर त्यसमा होइन मिडियाले चाहिँ एउटा निकालिदिएको छ, बाहिर ल्याइदिने काम गरेको छ। जनताले छिटो सूचना प्रभाव आइरहेको छन्। अहिले पहिले राजतन्त्रको कालमा जस्तो होइन सूचनाको उसलाई अधिकारलाई चाहिँ कुण्ठित गर्ने काम गरेको छैन। पहिले त अब रेडियो सुन्न पनि लाइसेन्स छान्न पर्ने होइन, पत्रकारहरू पनि नहुने, पत्रकार त हुने तर राजाको गुणगान गाउने। टेलिभिजन चल्दाखेरि त्यो बेलामा के हुन्थ्यो अरे भन्दा अब उनीहरूकै बर्थडे हुन्छ होइन, विवाह, उनी आफ्नो राज खानदानको परिवारमा जे हुन्छ त्यसको लागि सारा जनतालाई के भन्छ बल्ल सूचना प्रदानको लागि रेडियोहरू बाट प्रसारण गर्ने, टेलिभिजनमा प्रसारण गर्ने। र त्यो पनि कस्तो हुनु भन्दाखेरि सबैसँग हुँदैन, उनीहरूको आफ्नो नाइकीसँग हुन्छ होइन। पञ्चायत भन्छ यिनीहरूको छोटे राजाहरू हुन्छ, उनीहरूलाई हुने भए, उनीहरूको आफन्त भाइ भारदारहरूलाई हुने भए। रियल जनतालाई चाहिँ दिन दुखी गरिब जनताहरूको दिन थिएन त्यो। अहिले त्यो खाली लाग्दो राजतन्त्र हटेर अहिले लोकतन्त्र आएको छ। लोकतन्त्रमा सबै जनता राजा हो। यी नेताहरू भनेको नोकर हुन् हाम्रो लागि होइन, उनीहरूले हाम्रो काम गरिदिने हो। मात्र के छ भन्दाखेरि जनताले सही मान्छे नेतृत्व चुन्न होइन चुकेको छ के। जनताले चुनाव आउँछ होइन, चुनावमा आउँदाखेरि कस्तो मान्छेलाई जिताउँछन् भन्दाखेरि जसले खाना दिन्छ होइन, जसले पैसा दिन्छ, जसले नोट दिन्छ त्यसलाई भोट दिइरहेको छ। त्यही गर्दाखेरि गलत मान्छेहरूले चुनाव जितेर गइरहेका छन् र सत्तामा पुगिसकेपछि उनीहरूले आफ्नो पदको होइन सत्ताको दुरुपयोग गरेर उनीहरू चाहिँ धनी भएको छन् होइन। विकास त गरिरहेका छन्, तर विकासभन्दा धेरै भ्रष्टाचार गरिरहेको छन्। तर यो कुराहरू चाहिँ लुकेको छैन, राजा पालामा जस्तो लुकेको छैन अहिले, किन भन्दाखेरि सबै जनतालाई थाहा भएको छ। त्यही गर्दाखेरि मान्छे जनतामा चरम निराशा छ होइन, नेताहरूप्रति एकदमै घृणा छ। यो हिसाबले गर्दाखेरि जनताहरू होइन नेताहरूको विरुद्धमा सडकमा आउने अवस्था छ, आइरहेका छन्। यसलाई नै राजावादीहरूले चाहिँ के भन्छ, धमिलो पानीमा माछा मार्ने चलखेल गर्दैछ। उनीहरूले के सोच्छ भन्दाखेरि जनताले राजा चाहेको छ भन्छ। जनता नेतादेखि निराश भएर त्यो व्यवस्था परिवर्तन, व्यवस्था भन्दा पनि अवस्था परिवर्तन गर्न चाहन्छ। तर यी राजावादीहरू चाहिँ होइन उनीहरूले चाहिँ के सोच्छ, राजतन्त्र ल्याउनलाई चाहिँ जनताले हामीलाई साथ दिए भन्ने सोच्छ। यो गलत तरिकाले उनीहरूलाई फाइदा पुगिरहेको छ राजावादीहरूलाई। अब नेताहरूले पनि अब त्यस्तै गरिरहेको छ होइन, एकपछि अर्को। जस्तो कि कुलमान घिसिङलाई हटाउनु, यो पनि राजावादीहरूलाई चाहिँ फाइदा भयो कि योबाट। किन भन्दा सरकारले यो गल्ती गर्यो, त्यसपछि जनताहरू आन्दोलित हुने भयो होइन। स्वतन्त्र नागरिक हामी जस्तो यो गरेर पनि हामी त कुलमानको पक्षमा छौँ गर्दाखेरि हामी कुलमानको पक्षमा अहिले उभिनु भनेकै होइन सरकारको विपक्षमा भयो त। त्यही भएर राजावादीहरूले सोच्छ हाम्रो बहुमत भयो, मतलब हामी चाहिँ धेरै छौँ भन्ने सोच्छ। वास्तवमा भन्यो राजावादीहरू कति छन् भन्दाखेरि जो पहिले राजाकालमा जति होइन लुट्न पाएका थिए, जनताले चुस्न पाएका थिए जनताबाट, अनि राजाको जुठो खान पाएको थिए होइन। एउटा इन्टरभ्यू पनि छ नि त, एउटा राजावादी नै राजालाई खाना खुवाउने मान्छेहरूको एउटा
मेमको इन्टरभ्यू आएको थियो, उहाँ राजावादी नै हो, फेरि उहाँकै उपाधि हुन्छ। एभ्री डे अब राजाको लागि मात्रै भनेर अब एक पाठी चामलको मात्रै भात पाक्थ्यो अरे के, राजालाई मात्र खानको लागि। भनेपछि अब त्यो त खाँदैन होइन, सबै त एकले खाँदैन, उसले अब विभिन्न प्रकार पाक्ने भयो होइन। अनि त्यो पाकिसकेपछि उसले अब त्यो जुठो हालेर कति खान्छ होइन। त्यो खाइसकेको भाग फेरि त्यो जुठो चाहिँ फेरि के गर्छ, अब त्यो उयोहरूलाई त्यहाँ काम गर्ने भाइ बाटारहरू होइन, नोकर चाकरहरू, उनीहरूको त्यहाँ काम गर्नेहरूलाई चाहिँ के भनेर सुसारेर भन्छ के भन्छ होइन। त्यहाँको अब क्लिनिङ डिपार्टमेन्टको हुन्छ होला, त्यहाँ त हरेकमा त राजाले त नोकर बनाएर राखेको छ, जनतालाई दास बनाएर राखेको छ होइन। उनीहरूलाई चाहिँ त्यो जुठो खाना प्रसाद भनेर, विष्णु भगवान्को प्रसाद भनेर यसरी बाँधिदिने, त्यसरी खाने। भनेपछि त्यो जनताहरू त्यस्तो अवस्था त जनताको भनेपछि, किनभने गाउँघरमा त अब होइन चामलहरूको त खासै त्यो बेला जमाना थिएन, मकै गहुँ यस्तो कुराहरू खान्थे होइन। चामलहरूको उत्पादन त अब अलिक पछि भयो होइन। अब तराईतिर त खाने नै भयो, गाउँमा पाहाडमा त त्यो अवस्था थिएन गर्दाखेरि नि। अब त्यो राजाको घरमा जुठो खाना पल्केकाहरू त होइन गाउँबाट आएर होइन राजाको नोकर भइसकेपछि त अब त्यति खाना पाउनु नि उनीहरूको लागि ठुलो कुरा भयो। गर्दाखेरि उनीहरूले अहिले पनि राजाको गुणगान गाएर होइन त्यही जुठो खाना पाइन्छ कि रैती बनेर केही गर्न पाइन्छ कि भनेर उनीहरू त्यो आशले राजावादीको आन्दोलनमा आइरहेको छन् गर्दाखेरि। तर उनीहरूले त्यो भनेको दिवा सपना हो होइन, केही गरे पनि सम्भवै छैन नेपालमा होइन। राजावादीहरू टोटल गर्ने पनि कति छ होला नि त भन्दाखेरि 2-4 लाख नि हुँदैनन्। अनि त्यो पहिलेको जुठो खाना पाएकाहरू भए, केही विदेशीहरू भए, केही इन्डियाबाट मगाइरहेछन् अहिले उनीहरूले, 1-2 लाख त इन्डियाबाटै आएको रहेछ नि आजको आन्दोलनमा। भनेपछि उनीहरू के छन् भन्दाखेरि यति धेरै किन लागिरहेछन् अहिले भन्दाखेरि जसै पनि व्यवस्था फाल्नुपर्छ भनेर उनीहरूले लुट्नुपर्छ। अब ज्ञान आइसकेपछि त अहिले जति आन्दोलनमा लागिरहेका छन् राजावादीहरू, यिनीहरूको त सबको होइन सहरमा घर बनाइदिन्छु भने उनीहरूलाई होइन। अब उनीहरूलाई त अब जनतालाई त अब नोकर बनाउनुपर्छ, पहिलेको जस्तै अवस्थामा फर्काउन चाहन्छन्। तर कि जनता यदि राजतन्त्र आयो भने पनि कदम कदाचित उनीहरूले पेलेरै ल्याउन सक्ने, 2-4 लाख सडकमा आएर पेलेरै होइन राजालाई सिंहदरबारमा राख्यो, मतलब नारायणीमा राख्यो भने पनि कति दिन टिक्छ त। अब रियल जनताहरू त अझै गाउँमै छन् नि त। उनीहरूले त अहिले त होइन यो गणतन्त्रको पक्षमा किन लागेको बोलेको छैनन् भन्दाखेरि चाहिँ अब गणतन्त्रका नेताहरूले चाहिँ केही कामै गरेको छैनन् होइन। भनेपछि उनीहरूबाट निराश छन्। त्यही गर्दाखेरि अब जुन जोगी आइन कानै चिरेको भनेर अहिले चुप लागेर बस्छन्। जब त्यो खालको एउटा राजतन्त्र निरङ्कुश शासन जब सलबलाउँछ नि, जब सत्तामा आउँछ नि, तब जनता तात्छ र फेरि त्यसलाई फाल्छ होइन। त्यसले फाल्छ भनेपछि हामीले किन दुःख गर्ने, बेकारमा यो देशलाई किन पछाडि ढकेल्ने। त्यही भएर राजावादीहरूले चाहिँ यो कुरा बुझ्नुपर्छ कि नेपालमा राजतन्त्र सम्भव छैन। किन भन्दाखेरि यदि एउटा समुदायको मान्छेलाई राजा बनाएर होइन एउटा जन्मदै उसलाई राजाको दर्जा दिने, जस्तो कि उसको छोरा होइन जेठो छोरा जस्तो सुकै होस्, लुलो होस्, लङ्गोट होस् होइन पागल होस्, जे भए पनि ऊ राजा नै भएर जन्मिनु पर्ने। हामी जनताको घरमा जतिसुकै बुद्धिजीवी डाक्टर पाइलट जन्मियोस् र एउटा रैती नै भएर जन्मिने, त्यस्तो व्यवस्था हामीलाई कदापि कसैलाई पनि स्वीकार्य छैन। यदि एजुकेटेड मान्छे छ भने कसैलाई स्वीकार्य छैन। इतिहासकै कुरा गर्ने हो भने यो राजाहरू शाह राजाहरूको कति वर्ष भयो भन्दा 240 वर्ष त उनीहरूले शासन गर्यो। अब 200-300 वर्षको अन्तरालमा उनीहरूले राजतन्त्र होइन चलायो, देशलाई कुन अवस्थामा पुर्यायो त्यो सबैलाई छर्लङ्ग छ होइन। र अहिलेको यो अवस्थामा आएर कति विकास भयो त्यो पनि छर्लङ्गै छ। एउटा इतिहास हिस्टोरीकै कुरा गर्ने हो भने हाम्रो देशमा शाहहरू कति पर्सेन्ट छन् अहिले त्यो डेटामा पनि छ। हाम्रो मगरहरू एज अ मगर कम्युनिटीको कुरा गर्ने भने हाम्रो मगर कम्युनिटीको पनि त राजा थियो नि त होइन। हाम्रो त अहिले कति भन्दा अहिले 2000 नेपाल सम्पद होइन, नेपालको विक्रम सम्पदको कतिमा छ भनेपछि 2081 कति चलिरहेछ। हाम्रो भनेको झन् 5018 पुगिसक्यो अहिले। त्यत्रो वर्ष हाम्रो पुरानो राजा हो हाम्रो सन्तान होइन झन्। भनेपछि हामीले चाहने भने अब त्यस्तै राजाको कुरा गर्ने भने हाम्रो राजा पनि चाहियो, त्यो भन्न पाउने कि नपाउने होइन। यस्तै कुरा गर्ने भने अब लिच्छवी काल भए सबैभन्दा पुरानो होइन, किराँत काल भए यिनीहरू भने कति वर्ष भयो उनीहरूले पनि राई लिम्बूहरूले पनि किराँत राजा चाहिन्छ भन्ला होइन। तामाङहरूले रिन्सेनडोर चाहिँ भन्छ होइन तामाङहरूको राजा चाहिएला भन्ला होइन। हाम्रो गुरुङ मगरहरूले अब त्यही चाहिएला भन्ला।
त्यो अब नेवारहरूले उनीहरूकै राजा चाहिएला भन्ला, मल्ल के राजाहरू चाहिएला भन्ला होइन। यो अवस्था छ भनेपछि या कसैले आफ्नो जाति हिसाबले होइन हाम्रै जातको राजा बन्नपर्छ भनेर कसैले भनेर मान्नेवाला कसैले छैन। हाम्रो देश एकदम स्वतन्त्र होइन, हरेक जातिले मिलेर बनेको देश हो। भन्दाखेरि जो सक्छ यो लोकतन्त्रमा एउटा राष्ट्र प्रमुख हुन्छ, प्रधानमन्त्री हुन्छ, त्यो ठाउँमा जाने अधिकार सबलाई छ। त्यही गर्दाखेरि यो यस्तो कुराहरूमा लिएर होइन यो शाहहरूलाई फेरि राजा बनाउनु पर्छ, बोकेर हिँड्ने काम चाहिँ कसैले अब गर्छन्, गरून् होइन। उनीहरूलाई खाना पाउने त्यहीबाट हो होइन, बोलेर होइन राजाको वरिपरि घुमेरै पेट पालिरहेछन् भनेपछि अब उनीहरूलाई पनि त्यो आफ्नो यो लोकतन्त्रले दिएको अधिकार हो, उनीहरूले गर्न पाउँछ। तर त्यो सम्भव चाहिँ छैन, दिवा सपना मात्रै हो होइन। नेपालमा राजतन्त्र आउनु भनेको एकदमै सम्भवै छैन। राजा अब देश बचाउ भन्छ, राजाले कसरी देश बचाउँछ होइन। जबकि यो देशलाई होइन अप्ठ्यारो पर्छ, त्यो राजा कहाँ हुन्छ। जनतालाई त्यति माया गर्छ भने अब जनतालाई अप्ठ्यारो पर्दा पनि त साथ दिन पर्यो होइन। नेपालमा त्यत्रो भूकम्पहरू गयो होइन, विभिन्न बाढी पहिरोहरू आउँछ होइन, हरेक समस्याहरू नेपालमा आएको थियो, जनतालाई यति आपद विपद परेको थियो। त्यो ज्ञानेन्द्र चाहिँ त्यो अरबौँको सम्पत्ति विदेशमा लुकाएर होइन त्यो कहाँ लुकेर बसेको थियो। 1 रुपियाँ कसैले त्यसले सहयोग गरेको छ जनतालाई कसैको होइन। ज्ञानेन्द्र पूर्व राजा ज्ञानेन्द्रले यो जनताको यो गरिब निमुखा जनताको लागि घर बनाएर हस्तान्तरण गर्यो भने कहीँ न्युजमा पढ्नु तपाईँले सकेन होइन। बिलिनियरहरू हाम्रो यो के भन्छ शेष घलेहरूले गोर्खामा कता कता 100औं घरहरू बनाएर दान गरे होइन। त्यस्तो धेरै 1 रुपियाँ उठाएर जनताले होइन त्यो गरिबहरूलाई होइन त्यो पीडित बाढी पीडितहरू भूकम्प पीडित उहाँहरूलाई राहत दिएको छ। अन्य देशहरूले हरेक देशले होइन एउटा मानवताको हिसाबले नेपाललाई सहयोग पठाएको छ। अब त्यसमा नेताहरूले भ्रष्टाचार गरे त्यो त अलग पाटो रह्यो, तर ज्ञानेन्द्रले 1 रुपियाँ पनि दिएको छैन कि। त्यति चोर हो, हरामी हो त्यो। त्यही दुर्गे परसाईले नै भनेको छ नि, यो मार्सी बुढो जुन अहिले राजालाई बोकेर राजालाई आउँछु भनेर हिँड्ने बुढो, त्यो बुढोले नै भनेको छ कि उसको ज्ञानेन्द्रको चाहिँ उता विदेशमा चाहिँ 30 अर्ब पैसा छ भनेर पुरा प्रमाणसहित भनेको छ नि त उसले होइन। तर अहिले चाहिँ के भन्यो भन्दाखेरि उसले किन राजाको पक्ष लिएको छ भन्दाखेरि उसले पनि ऊ पनि ठगो 1 नम्बरको दुर्गा परसाई पनि। उसले चाहिँ होइन 5 अर्ब त ब्याङ्कबाटै लोन लिएको छ उसले। 5 अर्ब लोन लिइसकेपछि त्यसको ऋण फिर्ता गर्न सकेको छैन होइन। एउटा मेडिकल माफिया हो उसलाई। अब नेपालको कानुनले संविधानले चाहिँ उसलाई त्यो होइन शिक्षामा राजनीति मतलब शिक्षामा व्यवसाय त्यो गर्ने खालको त्यो कानुन छुट नदिइसकेपछि उसले बिल्डिङहरू कटोकटो बनायो। तर अब चलाउन नदिएपछि चाहिँ ऊ चाहिँ नेताहरूबाट चिट दिएर पहिला केपीलाई पर्चनालाई फकाउन धेरै गर्यो। तर यो व्यवस्थाले नै दिँदैन भनेपछि गलत मान्छेलाई अब त्यो गर्न दिएन भनेपछि उसले चाहिँ के गर्यो अन्तिम विकल्प राजालाई चुज गर्यो। अब यो नेतालाई खतम पारेर उसको मिसन पुरा गर्नु छ उसले। त्यत्रो लोन त अब 8 अर्ब कतिको म सम्पत्ति मालिकको भन्छ होइन, कति करोडको गाडी चढ्छु भन्छ। तर अन्तिममा उसले के गर्छ 5 अर्ब त लोनमै छ, उसको ब्याज कति पुग्ला के गर्ला होइन। अब भनेपछि मान्छेलाई होइन 20 लाखभन्दा मुनिको लोन भएको मान्छेलाई कसैले तिर्नै पर्दैन भनेर मान्छेलाई उचालेर होइन बाढी के भन्छ यो मित्रब्याजी पीडितहरू भए होइन सहकारी पीडित यस्तो जनताहरूलाई होइन बिचरा उनीहरूलाई दुखी पीडितलाई उचालेर होइन ऋण तिर्न पर्दैन उनीहरूलाई भनेर मान्छे भट्काउने त्यसै उचालेर उसले चाहिँ अगाडि राजनीति गरिरहेको छ उसले होइन। त्यसपछि अब राजासँग के मोलतोल भयो होइन, सायद उसले राजाले भनेको होला होइन म राजा भयो भने तँलाई प्रधानमन्त्री बनाउँला होइन, त्यही भनेको रहेछ उसलाई। अनि तेरो ऋण मिना भनिसकेपछि त्यो दुर्गा परसाई अब पाठ फेरे चाहिँ फेरि राजाबेली भइसक्यो। यो खरबपट्टि अहिले पनि यो ज्ञानेन्द्रलाई पूर्व राजाको हैसियतले यो नेपाल सरकारले विभिन्न सेवा सुविधा दिएर राखेको छ उसलाई, सुरक्षाकर्मीदेखि लिएर होइन गाछबास कपडा हरेकमा उसलाई पैसा खर्च गरेको छ पूर्व राजाको हैसियतले। त्यो पैसा कहाँबाट आउँछ? त्यो नेताहरूको आउने होइन, त्यो राजाको पुर्खाले आर्जेको सम्पत्ति होइन। किनभने हामीले तिरेको कर, जनताले तिरेको करबाट त्यो राजालाई चाहिँ दिएको हो कि त्यो भनेपछि जनताप्रति कति इमान्दार छ भन्ने कुरा हामीले प्रष्ट देख्न सकिन्छ नि होइन। ऊ खर्बपट्टि छ, पहिले देश लुटेर होइन। यो राजाको पाला के गर्थ्यो भन्दा यो ज्ञानेन्द्रले के गर्थ्यो अरे भन्दाखेरि चाहिँ उसकै राजाबाट नै लेखेको कुराहरू छ। अहिलेको जुन अहिले राजतन्त्र ल्याउने भनेर होइन संयोजक राजतन्त्र पुनर्स्थापना को
जुन समिति छ त्यसको अध्यक्ष होइन नवराज सुवेदी छ अहिले। त्यो बुढोको किताब पनि हेर्नु होला होइन, राजाले के गरेको थियो भनेर, ज्ञानेन्द्रले के गरेको राजेन्द्र पालामा होइन। ओमेगा यो के भन्छ वाच भनेको वाच कम्पनी हो, त्यो झन् विदेशबाट एउटा ब्रान्डेड ठुलो कम्पनी हो विश्वमा होइन, एकदम खतरा कम्पनी होइन। त्यसले नेपालमा कम्पनी खोल्छु भन्दाखेरि त्यो ज्ञानेन्द्रले के भनेको, बिना लगानी मलाई 50% सेयर दिनुपर्छ अनि बल्ल नेपालमा खोल्न पाउँछस् भने। हामीले किन दिने, अब उनी त फर्क्यो ज्ञानेन्द्र, देश डुब्यो भनेर उनले सिधै लेखेको छ होइन। देशमा भलो नचाहने होइन, देशमा उद्योग कल कारखाना खोल्ने होइन, जनता धनी भएको हेर्न नचाहने मान्छे। अब त्यो बेला त के थियो भन्दा, केसम्म थियो भन्दाखेरि राजाहरूलाई कुनै पनि देश विदेश भ्रमण गर्दाखेरि के भन्छ कुनै पनि त्यो चेक जाँच छानबिन नगर्ने होइन। जनताहरू जानको लागि त पासपोर्ट समेत राज दरबारबाट काट्न पर्ने अवस्था थियो। त्यो उनीहरूले कसलाई दिने नदिने भन्ने कुरा कुनै शङ्का लागेको मान्छे एकदम तीक्ष्ण बुद्धि भएको मान्छेहरूले होइन पासपोर्ट लिएर विदेशमा चलखेल गरेर नेपालमा त्यस्तो अप्ठ्यारो पार्ने खालको होइन पैसा कमाइसकेपछि त्यस्तो प्रकारको दिमाग लगाएर होइन राजतन्त्र विरोधी काम गर्ला भन्ने शङ्काले एकदमै उसले आफ्नो एकदमै नजिकको मान्छेलाई मात्र विदेश पठाउने, पासपोर्ट बनाएर विदेश पठाउने त्यो अवस्था थियो। गरिब जनताहरू गाउँमै हलो कुटो करालो गरेर खानुपर्ने अवस्था थियो र उनीहरूलाई यो राजा खलकहरूलाई विदेश जानको लागि पनि केही पनि नचाहिने होइन। अब न चेक जाँच गर्नु छ के छ, जाने बेला उनीहरूले के भन्छ राम्रो राम्रो त्यो के भन्छ मूर्तिहरू, बुद्धको मूर्तिहरू होइन यस्तो यस्तो कुराहरू लगेर जाने। अहिले चेक जाँच हुँदैन, कसले गर्नु चेक जाँच, उही राजा छ उही हरेक कुराहरू छ होइन। भनेपछि राजालाई कसले चेक गर्ने त भन्दाखेरि राजाको अब त्यति पावर थियो त्यो बेला भन्दाखेरि ज्ञानेन्द्र अब उहाँ जाने, त्यसपछि फर्केर आउने बेला चाहिँ हिरोइन भन्ने एउटा ड्रग्स अनि के भन्छ सुनहरू ल्याउने कि भनेपछि नेपालमा त अब त्यसरी उनीहरूले धनी भएको भन्दाखेरि नेपालमा ड्रग्सहरू हिरोइन चिनाउने भनेको ज्ञानेन्द्र भनेर उसकै प्रमाणसहित भनिरहेको छन् मान्छेहरूले होइन। मिडियामा तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन। त्यो गर्दाखेरि यस्तो मान्छेहरूलाई अझ राजा बनाइदिनु पर्ने होइन। कसले मान्छ अहिलेको यो युगमा आएर तिनीहरू त्यस्तो मान्छेलाई राजा बनाउने भनेर मान्छ। एक दिन जबरजस्ती आउला होइन, सेनाहरू लगाएर आउन सक्ला, तर कसले मान्छ उसलाई राजा भनेर कसले पुजेर बस्न सक्छ। हाम्रो कम्युनिटीले त मरेन मान्दैन होइन, तपाईँहरूको कम्युनिटी हरेकले मान्दैन। ज्ञानेन्द्रको इतिहास हेर्ने हो भने अब उसले त्यत्तिकै राजगद्दी छोडेको हो त, जनताले उसलाई नाङ्गे झार पारेर होइन पुरा उसको दरबार घेरिसकेपछि ऊ होइन मर्नुभन्दा अब ठिक छ मैले सत्ता जनताले बुझाइदियो भनेर छोडेको नि त होइन। अहिले फेरि टाउको उठाउँदैछ, किन भन्दाखेरि कसको हात छ भन्दाखेरि विदेशीको हात छ उसलाई त। इन्डियाले अब नेपालमा भनेको पहिले त होइन उता राजालाई भन्छ अब अमेरिका भए हरेक देशमा उनीहरूलाई राजालाई किन सम्मान हुन्थ्यो भन्दाखेरि त्यो बेलामा किन भन्दाखेरि एउटा व्यक्तिलाई कुनै पनि देशले नेपालको एउटा राजालाई खुसी पार्नु भनेको सिङ्गो देश नेपाललाई खुसी पार्नु, किन भन्दा अरूले त विरोध गर्ने कुरै थिएन। राजा जे भन्छ त्यही हो, जनताले विरोध गर्ने कुराहरू थिएन, सूचनाको प्रभाव नै हुन्थेन। राजाले के गर्यो, कहाँ कहाँ के बेच्यो कसलाई के थाहा होइन। चाइनालाई माथिको उसमा होइन हाम्रो सिमाना बेचेको कुराहरू भए, इन्डियालाई महाकाली बेचेको भन्ला, एमाले बेचेको भन्ला, तर राजाको पालामा थियो नि त। अब राजाले त्यतिकै बेच्न दिन्छ र पार्टीहरूलाई, त्यो सबै मिलेर बेचेको छ नि त। एमाले बेच्ला, काङ्ग्रेसले बेच्ला, तर त्यहाँ भनेको अब लिपुले काला पानी त्यो कुराहरू सबै भनेको यही राजाको पालामा काङ्ग्रेस र एमाले तिनवटा भएर बेचेको। त्यही गर्दाखेरि अब जनताले के बुझ्नु पर्यो भन्दाखेरि राजा राष्ट्रवादी होइन। उनीहरूले सोच्छ होइन राजा भए सबै बस्छ, के बस्छ उसँग न भिजन छ न के छ होइन। यो देशलाई अहिलेको यो अवस्थामा आइसकेपछि होइन लोकतान्त्रिक मुलुकमा आइसकेपछि योभन्दा अगाडि जाने कि पछाडि त्यही पुरानो उमा जाने त भन्ने कुरा हो। त्यही गर्दाखेरि केही मान्छेहरूले राजाको जुठो खान पाएर सडकमा आन्दोलन गर्दैमा लोकतन्त्र मासिँदैन, यो गणतन्त्र सकिँदैन। यो कुरा चाहिँ सबलाई याद आओस् होइन। हरेक जातिको आफ्नै होइन भाषा छ, संस्कृति छ होइन, धर्म छ। त्यो गर्दाखेरि एउटै भाषा होइन एउटै धर्म कसैले लाग्छ भने त्यो अमान्य हुन्छ, कसैले पनि त्यो सहेर बस्दैन होइन। अहिले त मान्छेहरू किन चुप लाएर बस्छन् भन्दाखेरि होइन मगरसँग होला, तामाङसँग होला होइन, गुरुङ तमुवानहरू भए होइन, राई लिम्बूहरू भए, हरेक समुदाय र इभन बाहुन छेत्री सबै किन चुप लाएर बस्छन् भन्दाखेरि यिनीहरूको रवैया हेरिरहेछन् भन्दाखेरि चाहिँ किन भन्दाखेरि गणतन्त्रलाई अहिले चलाउने ड्राइभरहरू जुन एमाले काङ्ग्रेस माओवादी यिनीहरू गलत वेमा हिँड्ने होइन। उनीहरूले
गलत प्रयोग गरेर उनीहरूले होइन लुट्ने कमाउने बाहेक अरू केही पनि गरेनन् जनतालाई होइन जुन सपना बाँडेर अगाडि बढेको थिए उनीहरूले पुरा गरेको छैन। त्यही गर्दाखेरि त्यसको निराशा स्वरूप अहिले चाहिँ मान्छे साइलेन्ट बस्दैमा के राजावादीहरूले भनेको हामीलाई समर्थन गर्छन् जनताले भन्ने सोच्नु त्यो एकदम दुर्भाग्य हो। त्यही गर्दाखेरि कदम कदाचित अब पछाडि गएर होइन उनीहरूले जबरजस्ती सैनिक शासन अब उनीहरूले के सोच्छन् भन्दा मार्सल ल सैनिक शासन होइन यो कु गरेर शासन हट्याउने भन्ने नि सोच्न सक्छन्। त्यो भनेको अहिलेसम्म नेपाली सेनाको इतिहासमा त्यो काम गरेको छैन र अहिले गर्छ भने पनि त्यो सबैभन्दा दुर्भाग्य हुन्छ। किन भन्दा नेपाली सेनामा पनि जनयोद्धाहरू होइन जनयुद्धको योद्धाहरू माओवादीबाट त्यो सेनामा समायोजन भएको छन् कति। अब उनीहरूलाई त हरेकलाई त सबै उनीहरूकै हुन्छन् उनीहरूकै पक्ष राजावादी हुन्छन् भन्ने छ त नि सेनामा पनि। सेनाको पालामा कति शास्ति फेपेका होइन। अब यो राजाको सामान्य पिएहरूले सेनाको हाकिमलाई हल्लाइदिने ठुर कामले होइन जुत्ता अब सेनाको हाकिमहरू के गर्न काम लाग्थ्यो भन्दाखेरि राजाको जुत्ता पालिस गर्दैन भन्दाखेरि उनीहरूले एकदमै दबाएर राखेको थिए। तर अहिले भनेको नेपाली सेना प्रहरी हरेकलाई आफ्नो छुट्टै अधिकार छ उनीहरूलाई आफ्नोमा नेताहरूले कसैले दखल दिन सक्दैन उनीहरूलाई। त्यही गर्दाखेरि अहिलेको व्यवस्थाप्रति उनीहरू पनि समर्पित छन् होला जस्तो लाग्छ मलाई। र सेनाको विज्ञप्ति पनि हेरेको थियौँ हामीले होइन गणतन्त्रपट्टि एकदमै कटिबद्ध छौँ भनेर त्यो समाचार आएको थियो। केही मान्छेहरूले ज्ञानेन्द्र साई जस्ता होइन यो फटाहरू रविन्द्र मिश्रहरू जस्ताहरूले के भने भन्दाखेरि होइन जनतालाई एकदमै आतङ्कित पार्ने खालको कि लौ राजतन्त्र त आउने नै रहेछ के भनेर राजतन्त्रलाई केही होइन त्यो आन्दोलनमा केही बल पुग्छ कि भनेर उनीहरूले सेनाले हामीलाई साथ दिन्छ भनेर भनिरहेको थियो। यो कुराले अब यो के भन्छ नेताहरू पनि अलिअलि आतङ्कित त हुने भए। अब उनीहरूले लुटेको छन् होइन कामै नराम्रो गरेका छन् भनेपछि त डराउने नै भए। तर जनता किन डराउँदैनन् भन्दाखेरि जनता भनेको अलवेज पावरमा हुन्छ। अब होइन यो राजा फ्याँक्यौँ अब नेताहरू पनि फ्याँक्छौँ भन्ने कुरामा जाने हो नि त। राजा फ्याँक्यौँ अब नेता ल्यायौँ फेरि नेता फ्याँकेर फेरि राजा ल्याउँ भन्ने पुरानै उमा त जनता जान चाहन्न होइन। नेता नि फ्याँक्ने राजा नि फ्याँक्ने होइन फ्याँकेको कुरा सक्यो। अब फेरि फालेको होइन के भन्छ हात पुछेर होइन फोहोर पुछेर फालेको टावल फेरि मुखमा लिएर पुछ्दैन कि कसैले पनि यहाँ शिरमा लिएर राख्दैन कसैले पनि। अब सेम त्यही हो। त्यही गर्दाखेरि उनीहरू सकियो भनेपछि अब नेताहरूलाई पनि फ्याल्ने हो होइन सही नेता लिडरलाई चिन्ने यही व्यवस्थामा अगाडि बढ्ने हो। त्यही गर्दाखेरि अब जनताले चाहिँ यो प्रकारको सोच ल्याउनुपर्छ होइन। र साथीहरूले अब अलिकति नेगेटिभ रूपमा होइन एकदमै पेलेर होइन गणतन्त्रले के दियो भनेर पुरा नराम्रो कमेन्ट गरिरहेको छन्। र यो राजावादीमा फेरि यस्तो धेरै विकृति छ कि अब उनीहरूले फेरि पुरा यो के भन्छ फेक के यो के भन्छ साइबर स्यालहरू के यो साइबर सेनाहरू होइन इन्डियाको यो के भन्छ युपी कटकटाबाट होइन एकदमै त्यो फेक उबाट होइन डेटाबाट पुरा त्यो फेक कमेन्टहरू गर्ने अनि गाली गर्ने रिपोर्ट हान्ने हरेक कुराहरू गर्छन् होइन उनीहरूले। र अहिले नेपालको सामाजिक सञ्जालमा पुरै राजावादीको त्यो ट्रेन्ड चलेर आएको छन् है जता पनि त्यही राजावादी त्यो सबै फेक हो। मान्छे सडकमा आउनु पनि कति आउँछ त्यो कुरा हो भनेर। यदि उनीहरूले 2-3 लाख मात्रै पनि झार्न सक्यो भने के नेपाली जनता जम्मा 2-3 लाख मात्र छन् त नेपाल त 3 करोडभन्दा बेसी छ। भन्दाखेरि हामी त यदि यो युद्ध नै गर्ने हो भने नि हाम्रो मगर कम्युनिटी मात्र काफी छ कि यो राजावादीलाई तहलाउनलाई चाहिँ होइन। तर हाम्रो कम्युनिटी किन चुप लागेर बस्छ भन्दाखेरि नेताहरूले गल्ती गरेका छन् भनेपछि नेताहरूलाई गाली गर्नु त स्वाभाविक कुरा। तर व्यवस्थामा चाहिँ अप्ठ्यारो पर्ने आयो भने कोही पनि चुप लागेर बस्दैन होइन। त्यही गर्दाखेरि अब यो राजावादीहरूले चाहिँ यो कुरामा चाहिँ एकदमै ध्यान दिनुपर्छ होइन। कसैले कसैको दासत्व स्वीकार्दैन कि अहिलेको नेपालको युगमा होइन सबै राजा हो। अब म पनि राजा हो सबै राजा हो होइन। जनताको शासन भएको ठाउँमा सबै राजा हो हामी सबै राजा हो। एउटा व्यक्तिलाई राजा मानेर उसलाई होइन पावरमा पुर्याएर एकदमै ढोक गरेर उसकै सर्वसर्वा भनेर कसैले जिम्मा लाउन सक्दैन होइन। त्यो भनेको सबैभन्दा अहिले संसारभरमा त्यो प्रकारको शासन पद्धति त्यो भनेको एकदम पुरानो भइसक्यो कि त्यो त कसैले एक्सेप्ट गर्नै सक्दैन त्यो भनेको।